ल ठिक छ अहिले तेस्रो ठुलो दल त हो नि त तेस्रो बाई द वे हाउ मेनी स्टुडेन्ट्स वर देयर इन यर क्लास भनेर सोधेँ मैले त्यो स्टुडेन्टले के भने थाहा छ 3 भन्दाखेरि उहाँ त अध्यक्ष हो बलियो दलको अध्यक्ष हो होइन बलियो दलको अध्यक्ष हुनुहुन्थ्यो हुनुहुन्थ्यो अब अहिले त तेस्रो दलको अध्यक्ष भनौँ ल अहिले त यस्तो तेस्रो ल ठिक छ अहिले तेस्रो ठुलो दल त हो नि त तेस्रो ठुलो दलको अध्यक्ष पहिलेको 182 दोस्रोको 38 तेस्रोको 25 म त केही तेस्रो होइन म एउटा कथा सुनाउँछु म स्कुलमा पढाउँदा एकचोटि कक्षा 4मा नयाँ शैक्षिक सत्र सुरु हुने बेला थियो एकजना अभिभावक आफ्नो छोरा लिएर आउनुभयो अनि मैले तपाईँको स्कुलमा बच्चा भर्ना गर्न आएको भन्नुभयो मैले भने प्रवेश परीक्षा दिनुपर्छ उहाँले हुन्छ त नि मेरो छोराको यो मार्कसिट चाहिँ हेर्नुहोस् भनेर दिनुभयो त्यति बेला मार्क्स सिस्टम थियो मैले हेरेँ उहाँको छोरा चाहिँ 3rd बोय थियो फ्रम एनी स्कुल होइन अनि 3rd बोयको पनि अब क्लासमा 3rd भएको स्टुडेन्ट जो म कहाँ आउँदैछ मैले ठिकै खालको स्कुल भनेपछि के को प्रवेश परीक्षा लिनु भने मैले एडमिसन गरिदिएँ होइन एडमिसन भएपछि उहाँले पैसा तिर्नुहुन्छ नि पैसा तिरे मान्छेलाई त हामी अलिक बढी सम्मान गर्छौँ अनि चिया कफी पनि खुवाएँ खाइसकेपछि कुरा गर्दै जाने क्रममा मैले त्यो बाबुसँगै बसिरहनु भएको थियो अनि उहाँलाई सोधेँ बाई द वे हाउ मेनी स्टुडेन्ट्स वर देयर इन यर क्लास भनेर सोधेँ मैले त्यो स्टुडेन्टले के भने थाहा छ 3 उहाँ 3जनामा 3rd हुनुभएको रहेछ क्या ए ओके अहिले तपाईँको पार्टीको 3rd त्यस्तै हो अब